सुन्नुहोस् है साथीहरू, यहाँबाट आएको रहेछ हो। त्यसको पहिलाहरू पनि यहाँ छ हो। र अब त्यसको चाहिँ के गर्नुपर्ने हो हो, मेरो घरमा चाहिँ पसेर चाहिँ चोरेछ हो। हामी पर घरमा सुतेको चाल पाएर एकदम धेरै दिनदेखि चाहिँ त्यसले याद गरेको रहेछ हो। यहाँबाट चाहिँ हामी दैलो बन्द गरेको थियो हो। यहाँबाट चाहिँ यसले दैलो यसरी खोलेर चाहिँ भित्र चाहिँ गएर चाहिँ यस्तो गरेर गएर चाहिँ यताउति हेरेर चाहिँ यताउति सबै हेरेर घरहरू हेरेर चाहिँ यहाँको चाहिँ सामान चाहिँ हाम्रो सबै चोरी भएको छ। हेर्नुहोस् त, यी खाली छ। यहाँ चाहिँ 8वटा मैले लोटा राखेको थिएँ हो। यसरी हिजो दिउँसो मैले उयो गरेर गएको थिएँ हो। यसरी चोरी भएको छ हो। र यहाँ माथि मात्रै सामानहरू छ हाम्रो हो। यसरी हो, यो चाहिँ छानेर यसले उयोहरू पनि लगेछ। हेर्नु त, थालहरू पनि लगेछ हो। यहाँबाट चाहिँ डल्लै सामान उठाइदिएको छ हो। यसले हेर्नु सक्नुहुन्छ साथीहरू हो। खाली भएको छ। यो चाहिँ एकदमै खाली छ। यहाँको सामान चाहिँ डल्लै चोरेको रहेछ यसले हो। अन्त त्यसले जहाँ लगेको छ बेचेको छ हो, तैँले चाहिँ तुरुन्त लिएर आइज हो। किनभने हामीलाई चाहिँ सबै थाहा भइसकेको छ हो। यहाँबाट चाहिँ फेरि त्यो गएछ हो, निस्केर गएको रहेछ हो। खास चाहिँ म हिँडेको छु, त्यसको पहिलाहरू उयो गर्छ। म मात्रै पसेको छु नि त, यहाँ नानीहरू हामी पसेको छ, हामीलाई पहिला याद भइहाल्छ हो। यो जसले चोरेको छ त्योसँग पुग्छ होला। तैँले चाहिँ तुरुन्त ल्याइदिए हाम्रो सामान चाहिँ हो। यहाँ छिट्टोभन्दा छिट्टो ल्याइदिए, नत्र भने ठिक हुँदैन हो। यताबाट आएर चाहिँ तँ यताबाट चाहिँ प्रवेश गरेको रहेछ दैलोबाट हो। तँ यताबाट चाहिँ निस्केर गएनस् रहेछ हो। यताबाट गएन रहेछस्, किनभने यताबाट गयो भने त दैलो देख्छ हाम्रो हो। बाहिर उज्यालो बत्ती देख्छ नि त हाम्रो लाइटहरू। हामी सल्जर लगाइरहेको छ यहाँ बाहिर चाहिँ, हामीले यसरी लगाइरहेको छ हो। यसरी लगाइरहेको छ नि त, किनभने हाम्रो चाहिँ यस्तो थियो हो। यहाँ गेटबाट चाहिँ खुल्ला थियो, गेट पनि यसो खुल्ला, कुकुरहरू बस्छ भनेर चाहिँ हाम्रो चाहिँ यहाँनिर सोल्जर छ हो। त्यहाँको उज्यालो डल्लै पस्छ हो। यो माथिबाट चाहिँ सिँढीबाट चाहिँ पसेर भित्र पसेर चाहिँ त्यसले प्रवेश गरेको रहेछ हो। त्यहाँदेखि चाहिँ निस्किएर चाहिँ त्यतैबाट गएछ त्यो ब्याक भएर चाहिँ। त्यो फेरि यतैबाट चाहिँ ब्याक भएर चाहिँ यो रिटर्न फेरि यहीँबाट चाहिँ गएछ। त्यहाँदेखि यताबाट चाहिँ बाटो छ, यहाँबाट बाटोबाट चाहिँ ओह्रालो गएको रहेछ हो। र हामीले चाहिँ सबै त्यसको क्याच गरिरहेछौँ कता सबै हो। लु छिट्टोभन्दा छिट्टो चाहिँ सामान चाहिँ ल्याइदिए, न त ठिक हुँदैन। यसरी चोरी भएको छ साथीहरू, एकदम होसियार बस्नु है। अब चाहिँ चोरहरू छापछाप्ती भयो, रकरकी भएको छ यहाँतिर चाहिँ, एकदमै चोरहरू आउनु थाले। यसरी हेर्नु त, सामान डल्लै चोर देख्छ, मुनिको सामान डल्लै चोर देख्छ। हेर्नु त, छैन एउटा पनि। हेर्नुहोस् त साथीहरू, यसरी त्यो चोरलाई चाहिँ हामीले जानेको छौँ। तँ जहाँसुकै त्यो धरती मुनि छ, आकाश पतल छ कि तँलाई हामी जानेको छौँ। छुट्टोभन्दा छिटो सामान चाहिँ ल्याएर आइज है साथीभाइहरू। आजको सूचना यति नै हो। साथीहरूलाई यो धेरैभन्दा धेरै सेयर गरिदिनु ल साथीहरू।